My life is like a Christopher Nolan movie. I don't really understand what's going on. I'd say don't try to understand it, just feel it. केरा खानुहुन्छ त के गर्ने भयो कि अब लास्टै हिट पनि लास्टै भइरहेछ है यस्तो अब नर्मल सानो एकदमै सर्ट राइड कुदाउँदा पनि एकदमै धेरै हिट भइरहेछ तिमी नबोल्दिने लजाइदिने तिमी ओहो मेरो कोन चाङ्गो पो रहेछ त ल थ्याङ्क यू ल ओइ ल फोर बनाइदियो स्वागत छ तपाईहरु सबैजनालाई नयाँ भिडियोमा अनि अहिले चाहिँ बाइक बनाउन जाँदैछ ओ के हो कुखुराको भुत्ला है क्या बाघ आइछ क्या त्यहाँ भुत्ला छ त ल जाउँ है अनि अहिले चाहिँ बाइक बनाउनु पर्यो क्या लास्टै दुःख दियो यो बाइकले होइन साउन्ड छ नि यसको यो रेगुलरै छैन यो पिकअप मिस भइरहेछ क्या यस्तो बटार्दाखेरि चाहिँ अगाडि नै कुद्दैन क्या त्यो कट भइरहेछ क्या पावर कट भइरहेछ अनि त्यही भएर चाहिँ यसमा चाहिँ 2-3वटा समस्या हुने रहेछ अनि जस्तै अहिले चाहिँ सोरुम जाँदैछु किनकि म भोलि गाउँ जानुपर्ने हो नि त गाउँ जानुपर्छ त्यही भएर चाहिँ सबै बनाउनु पर्यो बनाएर चाहिँ जानुपर्ने हुन्छ अनि यसपालि चाहिँ गाउँमा बाइक लगेर चल्दिउँ भनेर त्यही भएर अलिकति भिडियोहरू पनि बनाउनु पर्यो होइन त्यही भएर जान लागेको तर कस्तो के भन्यो भन्दाखेरि एक्सपेक्टेसन कति थोरै गरेको थियो तर कति महँगो रहेछ क्या कस्तो भयो भन्दाखेरि अब त्यो थ्रोटलको नै कति 20-25 हजार पर्छ अरे होइन सोरुममा अनि त्यो तलको त्यो मैले भनेको थिएँ नि त्यो मोटर छ नि फ्युल पम्पको चाहिँ कति त्यस्तै 18,000 जति पर्छ सेट गरेर यताउति गरेर भन्यो क्या ल मैले त्यो अनलाइनमा देखेँ त्यसै त्यो सानो 3,000 त्यस्तै त्यतिमा देखेको थिएँ होइन त्यो भन्दा छ त्यही भएर अहिले चाहिँ जस बाइक चाहिँ चेक गर्नु पर्यो अनि यतिर सेन्सर पनि कराइरहेछ त्यसुकै कराओसमा बाल छैन उडाइन्छ अहिले होइन जस्तो भप्पाल बनाएछ यार नाइस म्यान एक जस्तो सही हाल्यो रहेछ ल दामी यतिको छलफल चाहिँ हुनु पऱ्यो क्या ल होइन यस्तो दामी है खतरा हानिरहेछ यार फलो गरौँ नाइस good man सही हो दामी मेरो साथी कहाँ गयो एक जस्तै हालेकै हो क्या जस गाडी जस्तो सुकै भयो नि यतिको पड्काउनु चाहिँ पर्यो क्या नाइस Oh, nice. Good. यहाँ रहेछ बाइकहरू चाहिँ मिठो छ क्या थियो यसको लागि बनाएको रहेछ सही हो तर एबिएस छैन के अब भन
डिस्क्रिप्सन दिन अर्काको सुन्नु पनि हुँदैन फेरि कि त्यस्तो हुन्छ त्यही भएर चाहिँ हामी त्यसमा हाम्रो बनाउनु पर्छ अरू त सबै थाहा छैन सुपरभाइजर नम्बर लेख्यो एन्ट्री गराउनुपर्छ र मैले 1 नम्बरमा अर्डर पाएको हजुरको ठ्याक्कै 1 नम्बरमा एन्ट्री गराएको छु लास्टै महँगो के लास्टै यार सुनै सक्दैन अहिले एक्चुअली म एउटा के सामान एउटा यो यस्तो हेरेको होइन मेरो गएको थियो नि त अनि गएर यस्तो प्राइस हेरेको ठ्याक्क कति 200 मोडल होइन 200 को छ अनि त्यसपछि यो टक्क लगाएर कहाँ यो गरेर ट्याक्क लगाएर 800 मा आउने रहेछ भनेर आएको यो भनेको फिट गरेको चार्ज मात्रै रहेछ क्या यो चाहिँ लेबर चार्जहरू मात्रै छ होइन डिस्क्रिप्सन भनेर अनि यहाँ चाहिँ वास गरेको यति धेरै छ कि त्यही हेरेर चाहिँ लास्टै महँगो चाहिँ ओभर रहेछ होइन तर गाह्रो छ But you're wrong if you think that the joy of life comes principally from human relationships. God's placed it all around us. It's in everything. 8 hours later. समस्या चाहिँ धेरै आयो कि धेरै आयो है अब म त के गर्ने भयो कि अब लास्टै हिट पनि लास्टै भइरहेछ है यस्तो अब नर्मल सानो एकदमै सर्ट राइड कुदाउन पनि एकदमै धेरै हिट भइरहेछ अच्छा भयो अब यसमा चाहिँ प्रब्लम के आयो देखायो भन्दै थियो भन्दाखेरि यसमा चाहिँ पम्प चाहिँ यहाँनिर हुँदो रहेछ होइन ठ्याक्क यो सिलिन्डर भयो अनि यसको ठ्याक्क यही हो क्या हो यही हो यो यसरी यो ढिक्कै चेन्ज गर्नुपर्ने देख्यो क्या अनि त्यसको अब सोरुममा त 18,000 होइन 18,000 त्यस्तो 18-20,000 पर्छ भने अनि अब भोलि गाउँ चल्दिउँ भनेको झन् अनि झ्याउ भयो म त अब के गर्नु भयो बाइकले चाहिँ लास्ट दुःख दिने रहेछ क्या यो बाइकले चाहिँ अब हेर्दा चाहिँ यस्तो भयो पनि तर लास्टै दुःख दिने रहेछ यो पाल्नै नसक्ने क्या सर्भिसिङ नर्मल्ली सर्भिसिङ गरेको पनि त्यस्तै 3,000-4,000 आउँछ होइन पाल्नै गाह्रो हुने क्या सो केही छैन ठिकै छ होइन अब भोलि गाउँ चाहिँ जाने हो जसरी पनि जाने हो यो बाइक नै लगेर जान्छु कि त साथीको बाइक लगेर जाने हो साथीसँग जाने हो अनि अब हेरौँ भोलि के कस्तो बन्छ के कस्तो हुन्छ यो चाहिँ होटेल हो अब एउटा रुम देखाइदिन्छु एउटा रुमहरू भिजिट गराइदिन्छु यसमा चाहिँ कफीहरू टिप्नु पर्ने छ क्या यसमा चाहिँ कफीहरू मस्त पाकिरहेको छ नि त उयो सुकिसकेछ त ल या यसलाई चाहिँ टिपेर रोस्ट गर्नु पऱ्यो यताउति गर्नुपर्ने छ यो सबै सुकिरहेको छ कि ताकि तलको र यो पनि माथिको सेम हो कि यो पनि फ्यामिली रुम नै हो अनि यहाँबाट चाहिँ माथिको देखिन्छ यही हो है होइन अनि यहाँ चाहिँ बाल्कनी छ क्या फेरि यहाँ चाहिँ बाल्कनी छ अनि तर तपाईँहरूले देखाउनु सक्छ यो सबैमा चाहिँ अट्याच बाथरुम चाहिँ सबै अट्याच छ है अनि सावरहरू पनि छ बाटो पनि छ यता अरू रुममा बाटो पनि छ नुहाउनको लागि यतिकै होस् यो चाहिँ मेरो सबसे फेभरेट भनेको चाहिँ 304 हो क्या यसमा चाहिँ दामी मजा आउँछ अनि चिल गर्नलाई चाहिँ यहाँ छ है टक्क यहाँ रुममा बस्ने साथीभाइसँग चिया कफी खाँदै यहाँबाट तल चाहिँ यस्तो छ यो हो मेरो फेभरेट अनि यहाँ माथि चाहिँ बाल्कनी छ सेपरेट बाल्कनी प्राइभेट बाल्कनी छ क्या त्यो पनि देखाइदिउँ न बाटो पनि छ नुहाउनको लागि होइन यसमा चाहिँ लाइटिङ हालेको छैन रहेछ ठिक छ यति नै हो अनि यो चाहिँ माथि टपमा चाहिँ के छ भन्दाखेरि माथि चाहिँ ओ गोले दाई माथिको स्पेसल भनेको यहाँ चिया खाएर माथि बेलुका बस्न चाहिँ लोद मजा आउने मेरो पुरा गर्ने ठाउँ नै हो My life is like a Christopher Nolan movie. I don't really understand what's going on. I'd say don't try to understand it, just feel it. त्यो एउटा रिल्सहरुमा आउँछ नि के त भन्छ के त अनि अब कुरा गर्दा गर्दै यतिकोमा भ्लग बनाइदिउँ भनेर भ्लग चाहिँ किन बनाउन लाग्यो भन्दाखेरि म चाहिँ अब भोलि पर्सि एक दिनपछि म गाउँ जाँदैछु अनि त्योभन्दा अगाडि चाहिँ हाम्रो भिडियो आउन पाएको छैन अझै पनि म एडिटिङ गर्दैछु यताउता ढिला भइरहेछ नि त त्यो हाल्छु भनेर मैले ट्राई चाहिँ गरिरहेको अस्तिदेखि नै धेरै टाइम भइसक्यो होइन तर हाल्न सकिरहेको छैन कि एकदमै धेरै गाह्रो भइरहेको छ कहिले टाइम मिल्दैन म यस्तै होटलतिर यताउता बिजी हुन्छ होइन है यो चाहिँ एडिटिङ भइरहेको छ होइन जे होस् धेरै
धेरै टाइमसम्म चाहिँ स्टोर भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको के भइरहेछ भन्दाखेरि यो सबै फेरि हटिरहेछ होइन हटेर फेरि यताउता भइरहेछ अलिकति यस्तो यस्तो छ हाम्रो ट्रेकिङको चाहिँ यो चाहिँ ट्रेकिङको भ्लग हो अनि सो त्यही हो अनि हाम्रो यहाँ चाहिँ पारस छ हाम्रो सोल्टी छ होइन के बोल न यार साथी यार तिमी नबोलिदिने लजाइदिने तिमी के बोल्नै आउँदैन के लजाइदिने बोली नै होइन मलाई पनि त्यस्तै लाग्छ क्या म त्यस्तै लाग्छ होइन अनि जस अहिले चाहिँ सक्दो म ट्राई गरेर हेर न यहाँ सक्दो ट्राई गरेर क्यामेरा छैन जस हामी नर्मल बोल्दाखेरि मैले जुन क्यामेरामा यसरी बोल्छु नि तर म नर्मल लाइफमा यस्तो छैन यसरी बोल्ने अर्कै बोलिन्छ कि अलिकति अलि हाउडे टाइपको हो कि के हो जस्तो ठिकै छ होइन अरे ल जानु पर्ला म घर अहिले जाने बस्नु भाइ खाना मासु पाक्दैछ मैले बँदेल मारेर ल्याएको छु जङ्गलबाट होइन वाइल्ड बोर मासु पकाउँ भाइ 11 मात्रै त बज्यो नि होइन केरा खानुहुन्छ त म केरा चाहिँ मन लाग्छ पर्दैन तपाईँले ल्याउनु भएको गाउँबाट ल्याउनु भएको केरा छ हो पाकिसक्यो पाकेर नि सिधाइसक्यो के हो पाकिसक्यो खानै पाएको बरु जामसँग जाऊ ल राम्रो गाउँबाट लिएर आउँछु माल है ल म चाहिँ निस्केँ है गाइस ओ घर जानु पऱ्यो है घर गएर चाहिँ प्याकिङ स्याकिङ गर्नु पऱ्यो मैले प्याकिङ केही पनि गरेको छैन कि अनि त्यही भएर साथी पनि जान्छ म सँगसँगै प्याकिङ स्याकिङ हान्नु पऱ्यो नि त यस रातिको समयमा अहिले 16 फुटेको बाटो बनाएको छ एकदमै दामी हुन्छ क्या राति कुदाउन लोत मजा आउँछ खाली हुन्छ होइन अहिले 11 बजिरहेछ म चाहिँ सुरुमा भान्जाको घर जानु पऱ्यो है उसको घरमा गएर त्यो स्पिकर लिएर आउनु पऱ्यो क्या उसँग एउटा सानो JBL छ मेरो नि छन त छ तर दिदीले लानुभएको छ त्यही भएर अब उसको लगेर जानु पऱ्यो भोलि म्युजिक बजाउँदै जानु पऱ्यो नि त पिसमा भोलि चाहिँ एकदमै एक्साइटेड छु है ओहो मेरो कोन च्याङ्गो पो रहेछ त ल थ्याङ्क यू ल ल अब स्पिकर यति भएपछि त के चाहियो त भोलिको लागि दामी हुन्छ भइहाल्यो म घर गएर प्याकिङ हान्नु पऱ्यो अनि भेटौँ ल है त ल ओइ के हो यो म चाहिँ घर आइपुगेँ घर आउँदा चाहिँ यहाँ पफ र के किन्नु भएको रहेछ दिदीले के रहेछ यसो हेरौँ न त पफ रहेछ बिस्कुट रहेछ होइन ठिकै छ अब म चाहिँ यस्तो छ मेरो चाहिँ अहिले अवस्था चाहिँ बेडको अस्तितिर 2-4 दिन भएको थियो यस्तो मिलाउनु थालेको अहिले फेरि बिग्रिन थालेछ यो चाहिँ धोएर राखेको थिएँ मैले है हाल्नै अल्छी लगाएर हालेकै छैन गएर प्याकिङ गर्नु पऱ्यो त्यस्तो केही लादिनँ म लानु चाहिँ चप्पल लगाएर जानु पर्ला यो चाहिन्छ बाटोमा होइन अनि यो चाहिँ चेस्टमा लगाएर राइड गर्ने हो यो चाहिँ सिनेमेटिकको लागि चाहिँ एकदम पर्फेक्ट हुन्छ फेरि यो चाहियो अनि यो जुत्ताको लागि जुत्ता लाउँदैन मलाई चाहिँदैन यो अनि झोला चाहिँ यहाँ छ है फेरि स्पेसल अनि सामानहरू अलिअलि हुन्छ होला सामान चाहिँ गाडीमा पठाइदिनु पर्ला यो झोला चाहिँ यहाँ छ यहाँ चाहिँ जे पनि हट्छ क्या मजाले हट्छ अहिलेसम्म हेर्नुभएको निम्ति एकदम धेरै धन्यवाद अब गाउँ गएर गाउँमा राम्रो राम्रो भिडियोहरू बनाउने छु राम्रो राम्रो भिडियोहरू क्याप्चर गरेर आउँछु है यो पालि चाहिँ अब के कस्तो हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ गुड नाइट जय नेपाल पर्खाइमै दिन भुलि